नमस्कार साथीहरू, यो भिडियो जो तपाईहरुलाई देखाउँदैछु यो भाइलाई बिचारा भन्न चाहिँ खोजेको होइन मैले हो। हेर्नु न, मान्छे हात खुट्टा नभए पनि के छ र, हात खुट्टा नभएर ह्यान्डिक्याप भए तापनि ऊ मानसिक रूपमा ह्यान्डिक्याप छैन, मानसिक रूपमा यति मजबुत छ कि हेर्नुस् त मुखले कति राम्रो पेन्टिङ गरेको छ। हामीले हातले यति राम्रो पेन्टिङ गर्न सकिँदैन, तर यो भाइले हेर्नु त आफ्नो मुखले कति राम्रो पेन्टिङ गर्नुभएको छ। त्यही भएर यो प्रकारको हिम्मत, यो प्रकारको मान्छेलाई हामीले सल्युट गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ। कसरी हुन्छ उहाँहरूको जीवनलाई स्तरलाई अझै राम्रो बनाउने कोसिस गर्नुपर्छ। वाकैमा भाइको हिम्मतलाई हामीले दाद दिनुपर्छ। हेर्नुहोस् त यति राम्रो हिमाल जस्तो फोटो बनाइराख्नु भएको छ हो। उहाँ भाइको हात खुट्टा दुवै नै छैन, फेरि पनि आफ्नो जीवनदेखि हिम्मत हार्नुभएको छैन। हमेसै हाँसिरहनुहुन्छ, खुसी रहनुहुन्छ र आफूलाई कहिले ह्यान्डिक्याप ठान्नुहुन्न। यो प्रकारको हिम्मत हर कसैमा हुनुपर्छ भन्ने इक्जाम्पल सेट गर्नु।